10,000 कटाउन लागिसकेको अवस्था छ है त। 10,000 भन्दा बढी मत कटाउन लागिसक्यो। 9,124 भइसक्यो। 10,000 भन्दा बढी मत आउन लागिसक्यो काठमाडौँ 5 मा। र काठमाडौँ 5 मा चाहिँ अहिले 10,000 भन्दा बढी मत यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीलाई जान लागिसक्यो र अहिले हालसालै 9,124 मत आएको छ र यति बेला म तपाईको माझमा छु र यति बेला निकै नै रमाइलो यो माहौलमा छौँ र अहिले कृष्णजीले भने हामीलाई क्यानाडाबाट $60 माया गर्नुभएकोमा धेरै माया छ है त। हामीलाई क्यानाडाबाट हामीलाई $7 माया गर्नुभएको छ। अहिले कृष्ण अधिकारीजीबाट धेरै धेरै माया भन्न चाहन्छु तपाईँको लागि पनि है त। र यति बेला अहिले भने निकै नै कडा प्रतिस्पर्धात्मक नै खेल यति बेला भइराखेको छ र अहिले चितवनमा पनि हेरौँ तर अहिले चितवनको पनि अवस्था सायद अब आउने बेला भइसक्यो होला र त्यही माथि झापा 5 को पनि अबको यो अवस्था पक्कै पनि हामीले निहालिरहेका छौँ र यतिखेर अवस्थालाई हेर्ने भने यतापट्टि रुकुममा जाउँ हामी र अहिले रुकुमतर्फ अहिले पुष्पकमल दाहाल 2,989 भोटले अहिले अगाडितर्फ गइरहेका छन् र उतापट्टि लालमणि गौतम भने 5,592 भोटले भने अहिले अग्रस्थानमा हामीले देख्न यति बेला दोस्रो स्थानमा अहिले लालमणिले भने पुष्पकमल दाहाल प्रचण्डलाई पछ्याउने क्रममा छन्। तर हेर्ने भने चाहिँ दुवै टोलीबीच भने एकदमै अन्तर मैले बढी देखिरहेको छु र यति बेला काठमाडौँ 1 को हामीले मत परिणाम आइसक्यो र काठमाडौँ 1 मा सायद अब अन्तिम नै होला र काठमाडौँ 1 मा सायद अन्तिम नै होला है त। र यो काठमाडौँ 1 मा अहिले हेर्ने भने चाहिँ यति बेला अहिले काठमाडौँ 1 मा रन्जु दर्शना अहिले एकदमै अग्रस्थानमा हामीले गइराखेको देख्न पाइरहेका छौँ र अहिले र नयाँ हुनुहुन्छ भने लाइक गरौँ है त। सब्सक्राइब गर्न चाहनुहुन्छ भने सब्सक्राइब गर्नु होला भन्न चाहन्छु र अहिले भने यति बेला अहिले रन्जु दर्शना अहिले काठमाडौँ 1 बाट नयाँ अपडेट आएको छ र अहिले काठमाडौँ 1 बाट र 14,554 भोट अहिले रन्जु दर्शनाको आएको छ भने उतापट्टि प्रबल थापा र नेपाली कांग्रेसबाट प्रबल थापा अहिले उनलाई प्रतिस्पर्धात्मक रूपमा कम्पिटिसन गरिरहेका हुने भने अहिले मात्र 6,055 भोट लिएर अहिले उनी दोस्रो स्थानमा छन् र अहिले रविन्द्र मिश्र हल्लोबाट अहिले मात्र केवल 3,754 भोट ल्याएर अहिले भने हामीले रविन्द्र मिश्रलाई भने देख्न पाइरहेका छौँ र अब चाहिँ सायद मोटामोटी चाहिँ अबको यो माहौलमा हेर्ने भने अबको मोटामोटी अवस्थालाई हेर्ने भने सायद आई थिङ्क यो टाइममा यो भने अब रन्जु दर्शना भने अहिले लिडिङ गरिराखेको हामीले देख्न पाउँछौँ र सायद अब यसलाई अन्त्य पनि हामीले मान्न पर्ने हुन्छ सायद। र अहिले म्याग्दी पनि भन्दै हुनुहुन्छ र म्याग्दीमा अहिले हेर्नु होला त र अहिले हामीलाई $19 को सुपर च्याट ओहो हामीलाई हाम्रो कार गेमिङ्सजीले युआर अमेजिङ भन्दै हामीलाई $19 सुपर स्टिकर पठाउनु भएको छ। तपाईँको लागि धेरै धेरै माया छ है त। हाम्रो कार गेमिङ्सजीको लागि पनि मिठो माया छ र यतिखेर आउनुहोस् र अहिले हामी यति बेला हामी जाउँ अहिले यति बेला हामी आउनुहोस् अहिले म्याग्दीतर्फ लागौँ र अहिले म्याग्दीमा अहिले महावीर पुन अहिले मात्र खातामा 71 बनाएका छन्। 71 मत आएको छ भने अहिले हरिकृष्ण श्रेष्ठबाट 60 मत आएको छ। तर अहिले राष्ट्रिय नेपाल कम्युनिस्ट पार्टीले भने अहिले अर्जुन थापाबाट 201 मत आएको छ र यानि कि अहिले महावीर पुन अहिले पछाडि भएको अवस्था हामीले देख्न पाइरहेका छौँ म्याग्दी 1 बाट र अहिले चितवन 1 मा आइसके। चितवन 1 मा आउनुहोस् र अहिले चितवन 1 मा पनि हेरौँ र चितवन 1 मा हरि ढकाल अहिले भने अन्तिममा छन्। दावा लामा अहिले भने नेकपा एमालेबाट 396 भोटले अहिले अग्रस्थानमा देख्न सक्छौँ भने र नेपाली कांग्रेस अहिले राष्ट्रिय राजेन्द्र बुर्लाकोटी 196 देख्न सक्छौँ भने यो भोटिङ कार्ड र अहिले भर्खरै मात्र हामीलाई यति बेला चितवनको पनि आइसक्यो है त। ओहो क्षेत्र नम्बर 3 चितवनमा पनि आउनुहोस् र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुबिता गौतम अहिले 4,941 मतले अग्रस्थानमा भने गएकी छिन् भने उतापट्टि रेणु दाहालको कुरा गरौँ भने रेणु दाहाल अहिले यति बेला 2,958 भोट मात्र आएको छ अहिले रेणु दाहालको र यो लिडिङ भनेको चाहिँ यहाँनिर एकदमै 2,000 को यो मत अन्तर बनिसकेको छ चितवनमा पनि।
करिब करिब चितवनमा पनि अहिले लिडिङ धेरै भइसक्यो है त, किनभने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट अहिले सोभिता गौतमले करिब करिब 4941 भोटको यो माहौल बनाउँदै गर्दा अब यतापट्टि रेणु दाहालले भने मात्र 2958 भोट बनेको छ। र यति बेला म तपाईँको माझमा अब झापातर्फ लागौँ है त, र अब हामी झापातर्फ लाग्नै पर्ने हुन्छ।